एकदम कस्तो ल कति कति जति चाहिँ मार्ने प्लान छ त कति जति सोच छ तपाईँलाई लु भन्नु त त्यो सिल माथि पिपीमा यति भर्ने हो अनि जाने हो नि त हामी त एकदम ठुल्ठुलो छ माछा हाम्रो काका पुरै कस्तो लागिरहेछ काका एकचोटि भनिदिनु पर्यो ल हाम्रो दाजु हो एकदम सामानहरू ट्याक्क केयर गर्ने चाहिँ हाम्रो दाजु हुनुहुन्छ हामी चाहिँ अलिक लेङफेङै टोली परियो त्यस्तो पनि नभनौँ होइन जस्ट रमाइलो अब भोक लाग्यो खाजा साजा खाएर एकदम हामी अब ओह्रालोतर्फ लाग्ने सल्लाह हुँदैछ एकदमसँगले सानो सानो हिँडे छ त नि यहाँनिर यतापट्टि छिरौँ भनेको क्या हिले समाउनु चाहिँ लाख मजा लाग्छ क्या यो गाई छ हाम्रो चाहिँ माछा समय आज यो सिल भराउने टार्गेट छ है एकदमसँगले माछा चाहिँ समयसकेको गतिलो छ अलिकति सिधा 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 यो भन्दा चाहिँ ठुलो छ असलाहरू चाहिँ यस्तो मारिसक्यो होइन म पनि सम्मङ न केटाहरूले एकदमसँगले माछा मारिरहेछ यो त कत्रो ठुलो असला यार दामी छ नि होइन मैले झन्डै लगभग हात जत्रो उफ्रेर गएको छ भनेको हो कि होइन रहेछ भन न म ढाँड्दिनँ भने कि थिइनँ तिमीलाई ल केटाहरूले आज चाहिँ एकदम दामी हानेको क्या यहाँ पनि एकचोटि छुको हो तर सबभन्दा फर्स्टमा त मैले नै छुको नि होइन हात जत्रो गएको छ भने त सर त किन थाल्यो त उत्रे हो राजा यहाँ छ दामी तर मामा आफै सम्झिनु न त्यस्तो मुल्कामा हाम्रो माछा एकदम फिसिङमा खतरनाक मान्छे चाहिँ यही हो असला यो दर्कोहरू मात्र छ है गाइचहरू टक्कसँगले होइन हामी चाहिँ माछा पोल्दै खाँदै होइन जङ्गलमा होइन बाबा हाम्रो दाई हुनुहुन्छ यहाँनिर टक्क हाम्रो ट्याक्कसँगले एकदमसँगले वा माछा पुरै असलाहरू गतिलो गतिलो लडिरहेछ यहाँ छ ल एकदम टक्कसँगले होइन माछा पोल्दै खाँदै हामी चाहिँ मामा भतिज भाइ दाई